झिङ्गाले पैसा झिटाइदिने खेल। अस्ति हामीले झिङ्गा मारे बाबत पैसा पाइने कुरा गऱ्यौँ। आज चाहिँ झिङ्गाको खेलको कुरा गरौँ। आजका बालबालिका स्कुलको होमवर्क र मोबाइलमा व्यस्त हुन्छन्, तर पहिलेका केटाकेटी र किशोरहरूसँग फुर्सद धेरै हुन्थ्यो अनि समय बिताउन साथीहरू मिलेर अनेक रमाइला खेल खेल्थे। त्यसमध्ये एउटा अनौठो खेल थियो झिङ्गाको खेल। साथीहरूले आफ्नो सिक्कामा अलिकति गुलियो पदार्थ डल्थे र झिङ्गा आउने ठाउँमा राख्थे। जसको सिक्कामा पहिले झिङ्गा बस्यो उसले बाजी जित्थ्यो। त्यति बेला सिक्का केवल पैसा खर्च गर्ने वस्तु थिएन, खेल्ने साधन पनि थियो। अर्को खेल थियो सिक्काको साल भन्न सक्ने खेल। साथीले एउटा सिक्का हातमा दिन्थ्यो, सिक्काको कुनामा रहेको साल नदेखाई औँलाले छोएर साल अनुमान गर्नु पर्थ्यो। साल मिल्यो भने पैसा जित्यो, नमिले आफैले पैसा तिर्नु पर्थ्यो। त्यस्तै अर्को खेल थियो पन्जा लखेको अर्थात् पन्जा लडाउने खेल। दुई साथीहरू कुइनो भुइँमा टेकाएर हात समात्थे र एक अर्काको हात ढल्काउने प्रयास गर्थे। जसले विपक्षीको हात ढाल्यो उसको जित। कहिलेकाहीँ त साथीहरू बीच कुस्तीको बाजी पनि हुन्थ्यो। चौर वा खुल्ला ठाउँमा कुस्ती खेल्थे। जसले अर्काले ढाल्यो उसको विजयी। यसरी हेर्दा पहिलेका किशोरहरूको टाइम पनि पास, रमाइलो खेल र साथीभाइसँगको सङ्गत पनि जोडिएको हुन्थ्यो। तपाईँले पनि यस्तो खेल खेल्नुभएको थियो कि वा अरू कसैले खेलेको देख्नुभएको थियो? सम्झना छ भने कमेन्टमा लेख्नुहोस् है। Thank you.